द्वारा आज यो शिलान्यासको कार्यक्रम सम्पन्न भएको छ। हामीले यस्तो कार्यक्रम गर्दाखेरि हामीभन्दा उपल्लो तहका सरकारका प्रतिनिधिहरूको प्रतिनिधित्व यहाँ गराउनु पर्थ्यो होला, मन्त्रीज्यूहरूको माननीय सदस्यहरूको गर्नु पर्थ्यो होला। तर हाम्रो बाध्यता के हो भन्दाखेरि हामीले अलिक चाँडै नै यसलाई सम्पन्न गर्नुपर्ने र त्यसको लागि सुरुवात गर्नुपर्ने। सुरुवात गर्नका लागि हामीले 4 गते यसको सबै हतारोमा कार्यक्रम गर्दा गर्दै पनि यसको प्रक्रिया पुर्याउँदै जाँदाखेरि 4 गते हामीले सम्झौता गरेको छ। त्यस पछाडि उहाँहरूलाई काम गर्नका लागि बाटो खुलाइदिनु पर्ने आवश्यकता भएको हुँदाखेरि हामीले यो शिलान्यासको कार्यक्रम तुरुन्त सक्ने भनेर हामीले सुरु गरेका हौँ। मैले यो कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु, किनभने यो भोलिदेखि नै निर्माण सुरु हुन्छ र भवन बनिसकेपछि भव्य पछि उद्घाटन गर्दाखेरि हाम्रा अग्रज, हाम्रा चाहिँ हामीभन्दा माथिल्लो तहका हामी जनप्रतिनिधिहरूलाई पनि उहाँहरूलाई ल्याएर राखेर त्यस पछाडि चाहिँ हामी एकदम बाजागाजा सहित भव्य फेरि कार्यक्रम गरेर कार्यालयमा प्रवेश गर्नेछौँ। मैले यहाँहरूलाई यो आग्रह गरेँ र तपाईँहरूको सम्पूर्णमा यो भवन बनाउन अब हामीले चाहिँ अब खेल्नुपर्ने भूमिकाहरू बनाउनलाई त हाम्रो निर्माण व्यवसायीले उहाँले जिम्मा लिनै सक्नुभएको छ। यसका अतिरिक्त यसका दायाँ बायाँ यसका अवयवहरूमा चाहिँ कहीँ बाधा अडचन आयो भने कुनै त्यस्ता खालका व्यवस्थापन पक्षमा हामीले गर्नुपर्ने भूमिका सबैले हाम्रो हो भन्ने अपनत्व भाव राखेर आफ्नो ठाउँबाट सहयोग पुर्याउनुहुन्छ भन्ने कुरा पनि मैले विश्वास लिएको छु। यहाँ कुरा आयो एउटा भवन बनाउने त हो नि, भवन बनाउनलाई के यत्रो धेरै गरिरहनु पर्छ र भन्ने कुरा पनि छ, स्वाभाविक छ। नियमित प्रक्रियाभित्र हामीले कैयौँ विद्यालयहरू बनायौँ, कैयौँ हामीले चाहिँ कलेजहरू पनि बनायौँ, विद्यालय बनायौँ, सामुदायिक भवनहरू बनायौँ। हामीले कहीँ पनि यस्तो धेरै चाहिँ अब यसलाई होइन एउटा औपचारिक कार्यक्रम यसरी चाहिँ गर्नुपर्छ भनेर गरेनौँ। हामीले सञ्चालनमा ल्याएका कैयौँ भवनहरू छन्। अब यसैलाई किन हामीले प्रायोरिटी दियौँ त, प्राथमिकता किन आयो त भनेर भन्ने सन्दर्भमा यहाँहरूलाई म अनुरोध गर्न चाहन्छु। यो पथरी शनिश्चरी नगरपालिकाको यो हामी पथरी शनिश्चरी नगरपालिकाभित्र रहेका हामी पथरी शनिश्चरीवासीको र समग्रमा हामी निर्वाचित जनप्रतिनिधिहरूको ड्रिम प्रोजेक्ट हो। यो पथरी शनिश्चरी यो प्रशासकीय भवन हाम्रो ड्रिम प्रोजेक्ट पनि हो र हामीले निर्वाचनताका प्रशासनिक भवन तपाईँहरू के गर्नुहुन्छ, बनाउनुहुन्छ कि बनाउनुहुन्न, तपाईँहरूको धारणा के छ भनेर विभिन्न ठाउँमा हामीलाई सोधिएको थियो र हामी इमान्दारितापूर्वक त्यसलाई बनाउने प्रयत्न गर्छौँ, सकेसम्म चाँडो बनाउँछौँ भनेर भनेका थियौँ। र हामी आउने बित्तिकैदेखि यो प्रशासनिक भवन बनाउने सन्दर्भमा विभिन्न छलफलहरू भए, विभिन्न मिटिङहरू भए र त्यसअनुसार चाहिँ हामीले पछिल्लो समयमा आएर समिति गठन गऱ्यौँ। समितिमा त्यसमा यहाँहरूले त्यतिखेरको बैठकले जिम्मा दिएको मोहन प्रसाद तुम्बाको म स्वयं मेरो अध्यक्षतामा प्रशासकीय अधिकृत 1 सदस्य, 10 नम्बर वडाको वडा अध्यक्ष 1 सदस्य र हाम्रो समथिङ भट्टराई 10 नम्बर, श्याम भट्टराई, जन्नै मैले बिर्सेँ, सरी माफ गर्नु होला, कोही कोही बेला बिर्सिन्छ, श्याम दाई, हामीले 4 जनाको सदस्य गठन भइकन यसका विस्तृत पुरानो अहिलेदेखि के काम अगाडि बढेका रहेछन्, के रहेछन् भनेर हामीले खोजी गऱ्यौँ। खोजी गर्दै जाँदाखेरि निकै समय बित्यो र साथीहरूले धेरै अगाडिदेखि धेरै प्रयत्न गर्नुभएको कुरा पनि यथार्थ हो। विभिन्न समयमा चाहिँ निर्णयहरू भएका थिए, विभिन्न समयमा प्रयत्नहरू भएका थिए। यसको प्रशासनिक प्रक्रिया, सरकारी जग्गा प्राप्त गर्ने,
सरकारी जग्गा प्राप्त गरिसकेपछि भवन निर्माण गर्ने प्रक्रिया नै धेरै गुजुल्टो परेको, धेरै अप्ठ्यारो विषय भएको हुँदाखेरि कैयौँ यहाँहरूले इमान्दारितापूर्वक प्रयास गरेका कुराहरू चाहिँ रेकर्डेड रहेनन्, थिएनन्। र भन्नु पर्दाखेरि हाम्रो मित्रले भन्नुहुन्थ्यो चाहिँ कथा चढ्यो 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 टुप्पोमा पुग्न नपाइकन लड्यो भने जस्तो यहाँहरूको प्रयत्न चढ्यो चढ्यो लड्यो भएको हुँदाखेरि हामीले चढ्यो चढ्यो अडियो भएको भएदेखि त्यहीँदेखि अडिएको ठाउँदेखि हामी चढेर शिखरमा पुग्ने थियौँ। तर चढ्यो चढ्यो लड्यो हुँदाखेरि चाहिँ कहाँ आयो भन्दाखेरि फेदमा आयो। त्यसो भएकाले फेददेखि फेरि चढ्ने सन्दर्भमा यसको फिजिबिलिटी अध्ययन गर्नुपर्ने भयो, यसको डिपिआर तयारी गर्नुपर्ने भयो, यसको सोइल परीक्षण गर्नुपर्ने भयो, यसको लागि सिम्बोलिक भए पनि चाहिँ मलाई अब बजेट छुट्याउनु पर्ने भयो। यो सबै कुरा गरेर अनि नगरसभाले निर्णय गर्नुपर्ने भयो। फेरि नगरसभाको निर्णय यी सबै कागजात लिएर अनि मात्रै प्रारम्भिक हाम्रो निवेदन अनि मात्रै सञ्चालन हुने भयो। त्यसरी जिरोदेखि सुरु गर्दाखेरि अघि नै हाम्रो प्रमुख प्रशासकीय अधिकृतज्यूले भन्नुभयो जम्मा 352 दिन हामीलाई लाग्यो यो सबै प्रक्रिया पुरा गर्नको लागि। र जे होस् यहाँहरूले बाटो देखाइदिनु भएको थियो, यहाँहरूले सुरुवात गर्नुभएको थियो, जसलाई हामीले त्यसैलाई टेकेर गर्नुपर्छ भन्ने कुराको जुन सुरुवात भएको थियो त्यसैलाई टेकेर हामी अगाडि गयौँ र अहिलेको समय यो ठाउँसम्म आइपुगेका छौँ। यो सन्दर्भमा पनि धेरै साथीहरूले मेहनत गर्नुभएको छ। यसको जस सामूहिक अब्जस सबैले लिनुपर्छ भन्ने मलाई लाग्छ। म व्यक्तिगत यसको जस लिने पक्षमा पनि छैन। किनभनेदेखि अब कसैले भन्नुहुन्छ तपाईँको पालामा नि भन्नुहुन्छ, मेरै पालामा भए पनि त सबैले चाहिँ मलाई अब सहयोग गरेका छन् नि त, सबैजना लागेरै गरेको छ होइन। त्यस अर्थमा यो सामूहिक जस र सामूहिक अब्जसको त्यसमा अलिकति कमी धेरै भन्ने मात्रै हो। यसमा प्रशस्तै हाम्रो लेखा समितिका सङ्घीय लेखा समितिका सभापतिज्यूले धेरै हामीलाई सहयोग गर्नुभएको छ, पटक पटक सहयोग गर्नुभएको छ। पूर्व सांसद हाम्रो भानुभक्त ढकालले धेरै सहयोग गर्नुभएको छ। अहिले वर्तमान सांसद हाम्रो सुनिल शर्माले धेरै सहयोग गर्नुभएको छ। सँगसँगै अन्तिम चरणमा म अहिले पनि स्मरण गरिरहेको छु, यो आजकै दिनमा क्याबिनेट डिसिजन लानुपर्ने थियो, आजको दिनमा लानुपर्ने थियो। आज हाम्रो फाइल उठिरहेको थियो आजकै दिनमा, भनेको मतलब जुन दिन हामीले क्याबिनेट डिसिजन गर्न लाग्यौँ त्यसै दिनमा भइरहेको थियो। मैले त्यतिखेर चाहिँ गएर वन मन्त्री मान्य ऐन बहादुर शाही हुनुहुन्छ, उहाँलाई मैले गएर भेटिसकेपछि उहाँसँग कुरा राखिसकेपछि उहाँले धेरै सकारात्मक उहाँले मलाई चाहिँ ढङ्गले लिनुभयो र सकारात्मक उहाँले चाहिँ मलाई कामलाई अगाडि बढाउने कुरा गर्नुभयो। उहाँले मलाई के सल्लाह दिनुभयो भनेदेखि क्याबिनेटमा लैजाने कुरा तपाईँलाई वचनबद्धता भयो, म लगिदिन्छु, तर आज तपाईँको फाइल चाहिँ मुख्य सचिव प्रधानमन्त्रीको कार्यालय मुख्य सचिवको चाहिँ अब कार्यालयमा पुग्नुपर्छ। त्यो चाहिँ कर्मचारीले ढिलो गर्छन्, तपाईँ आफै लागेर रुँगेर गर्नुहोस् भनेर भन्नु। त्यसो भएकाले त्यो काम पनि हामीले सामूहिक ढङ्गले गरेर नै सम्पन्न भएको। यो कर्मचारीहरूको तलदेखि माथिसम्म विभागमा अनि मन्त्रालयमा राष्ट्रिय योजना आयोगमा विभिन्न ठाउँमा चाहिँ अब कर्मचारीहरूको तर्फबाट गर्ने कुरामा साह्रै धेरै मेहनत र साह्रै धेरै दौडधुप हाम्रो आदरणीय प्रशासकीय अधिकारी शशि राईले गर्नुभएको छ। म हृदयदेखि नै उहाँलाई धन्यवाद दिन्छु। किनभनेदेखि उहाँले मलाई जति जहाँ अड्कियो अब मेरो पार लागेन भनेपछि मेयर साहब अब तपाईँको पालो भनेर भन्नुहुन्छ। यदि उहाँ हुनुहुन्न थियो भने सबै ठाउँमा म आफै कुद्नु पर्ने थियो होला, डेरा जमाएर बस्नुपर्ने थियो होला, कैयौँ काम यताको काम हुँदैन थियो होला, उता यो कामको लागि चाहिँ मैले समय व्यतीत गर्नु पर्थ्यो। किनभनेदेखि यो एकरो नलागिकन यो पार लाउने विषय होइन। किनभने यो जग्गा प्राप्तिको मलाई योभन्दा अगाडि पनि अनुभव छ।
पथरी बहुमुखी क्याम्पसमा हामीले 25 रोपनी जग्गा त्यतिखेर पनि सट्टा लाग्न भोगाधिकार प्राप्त गरेका छौँ।